ल आज हामी बाराक्षेत्र मन्दिर माथि चत्रा बराक्षेत्र मन्दिर जाँदैछौँ सब परिवार। यतातिर बाबा स्कुटीमा जानुहुँदैछ, सदीक्षा नानी चढिसके, ड्याडी यता, अब म अनि त मम्मी आउनुहुँदैछ। ल अब हामी सबैजना बाराक्षेत्र मन्दिरतिर जाँदैछौँ सब परिवार भगवानको दर्शन गर्न। यता ड्याडी शरण्या, तिमी कहाँ हिँडेको? शरण्या कहाँ हिँडेको? बाबा चाहिँ पछाडि आउनुहुँदैछ। ल अहिले चाहिँ हामी चत्रा आइपुग्यौँ। यहाँदेखि चाहिँ उता कुम्भ धाम जाने बाटो। अब हामी चाहिँ सिधा उकालो लाग्दैछौँ। यता चाहिँ गाईघाट जाने बाटो हो र यता चाहिँ हामी बाराक्षेत्र। ठाउँ ठाउँमा चाहिँ बाटो यस्तो पनि छ, पुल भन्दैछ त्यहाँ, बाटोहरू यस्तो छ, ठाउँ ठाउँमा पहिरो पनि गएको रहेछ। हाम्रो बराक्षेत्र धाम, धरतीको पहिलो तीर्थ बराक्षेत्र धाम। जय बरा भगवान। ल हामी बराक्षेत्र धाम आइपुग्यौँ। यता बाबा पनि स्कुटीमा आइपुग्नु भयो सबैजना। ल फाइनली अब हामी चाहिँ बराक्षेत्र मन्दिर प्रवेश गरिसक्यौँ। यहाँ सदीक्षा नानी बोकेर आउँदैछौँ, उता बाबा मन पनि आउनुहुँदैछ। ल अब चाहिँ हामी तल कोसीतर्फ जाँदैछौँ। पोका र कोसीको सङ्गम, त्यहाँ गएर हातमुख धोएर अनि पूजा गर्न आउँछौँ हामी माथि। र अहिले चाहिँ हामी यहाँ बाराक्षेत्रको सप्तकोशी र यहाँ पछाडिको पोका नदीको सङ्गममा छौँ। एकदम मान्छेहरूको चाहिँ एकदम भिड भर्खर अब बिहान बिहानै छ, भिड चाहिँ भर्खर सुरु हुँदैछ। हाम्रो सानी फुच्चीलाई चाहिँ आज पहिलोचोटि बराक्षेत्र दर्शनको लागि लिएर आएको, खासमा उसैको भाकल थियो र लिएर आएको। अनि उसलाई पहिलोचोटि यहाँ बराक्षेत्रको सप्तकोशीको यहाँ पोका र सप्तकोशीको सङ्गममा राखेर यसो पहिलोचोटि यहाँ जल स्पर्श गराउँदैछु। उसलाई खुसी लागिरहेछ, रमाइलो भइरहेछ उसलाई। यहाँ चाहिँ अब हाम्रो पूजा हुँदैछ। सुरुमा यहाँ कोशी नदीमा पूजा हुन्छ, अनि त्यस पछाडि चाहिँ उहाँ माथि मन्दिरमा गएर पूजा गरिन्छ र पहिलो पूजा चाहिँ यहाँ गरिँदैछ। यो जेटबाट चाहिँ सिधै उता माथि पाहाडतिर यहाँदेखि मान्छेहरू लिएर जान्छ। हामी चाहिँ पूजा गरिसकेर यहाँ खाजा खाने ठाउँमा आएको छौँ। अब खाजा खान लागेको सबैजना हामी चाहिँ यहाँ खाजा खाँदैछौँ। ल अब हामीले खानापिना खाइसक्यौँ, भर्खरै खानासाना खाइसक्यौँ। यहाँ तेजस्वी, शरण्या, मम्मी सबैले खाजा खाइसक्नुभयो। अब आइयो खाजासाजा खाइयो, अब घरतिर फर्किनु भनेको। फेरि उता पुल झोलुङ्गे पुल घुम्न जाने अरे, अनि त्यता झोलुङ्गे पुलतिर घुम्न जाँदैछौँ। ल यो मुनि बगेको चाहिँ कोका नदी र त्यहाँको चाहिँ सप्तकोशी। अब हामी चाहिँ धनकुटातिर जाँदैछौँ, पारीको धनकुटा जिल्ला, वारीको सुनसरी। त्यसरी यहाँदेखि पानी जहाँ पनि चल्छ। बाबाहरू सदीक्षा मम्मीहरू अगाडि हिँड्दैछ।
पोका नदी त सानै छ अहिले, अब बर्खाको बेला अहिले पानी परेको बेलामा त ठुलो आउँछ। सप्तकोशी चाहिँ एकदम ठुलो, अहिले पनि ठुलै छ। धेरै पहिले धेरै समय अघि हामी केटाकेटी हुँदाखेरि पनि यहाँ आइएको थियो। त्यति बेलादेखिको झोलुङ्गे पुल हुन त त्योभन्दा अगाडिदेखिको झोलुङ्गे पुल होला। अहिलेसम्म पनि डरै छ, मान्छेहरूको आवाज जावज भइरहेको छ। अब हामी धनकुटा जिल्ला आइपुग्यौँ र अहिले भर्खर आएको चाहिँ हामी यतादेखि हो। यो चाहिँ पारी बराक्षेत्र धाम, यता चाहिँ सुनसरी। यतादेखि हामी बिस्तारै यता अगाडि बढ्दैछौँ। धनकुटा जिल्ला धेरै वर्ष भयो, लगभग 10-12-15 वर्ष भयो होला म त यतातिर नआएको। अब कस्तो भएछ यतातिरको ठाउँ हेरौँ। धेरै समयपछि आइएको छ। यो पुलदेखि यता वारी, यता पारी भनौँ न, पारी चाहिँ आइएको थिएन। फर्स्ट टाइम होइन, 8-10 वर्ष पछाडि फेरि आइँदैछ। र यहाँनिर चाहिँ पहिले यही बाटो हुँदै मान्छेहरू सामानहरू पाहाडतिर ओसार पसार गर्थे। अब अहिले विभिन्न ठाउँमा बाटो बनाऊ गाडीले सुविधा दिएको छ। ल अहिले चाहिँ सबैजना धनकुटा जिल्ला छुएर फर्किनु हुँदैछ फेरि बाराक्षेत्र मन्दिरतिरै। गर्दै गरौँ न, हामी चाहिँ गर्दैन। ल अब हामी फाइनल्ली घर आइपुग्यौँ। दिउँसो मन्दिरदेखि आएपछि भिडियो बनाइएन, एकैचोटि अब राति भिडियो बनाइँदैछ। अब रात परो, अब रातिको खाना खान लागेको। खानामा चाहिँ आज सुक्खा रोटी छ अनि भिन्डीको तरकारी। अब खाना खाने अनि सुत्ने। अब भ्लग छोटो भयो, अब भ्लगलाई यहीँ इन्ड गरिदिन्छु। धेरै धेरै धन्यवाद।